सक्यो दुई बाल्टी जति हुन्छ अझै पुग्न हुन्छ यार तर हिजो पानी चाहिँ परेन है कस्तो आनन्द भयो त त्यत्रो पानी अलासला थियो आएन अब आज चाहिँ के हुन्छ आज झन् नआए पनि ढुम्म परेर बसेछ रिसाएर तन्न रिसाएर बसेछ अब फेरि हिजोको सट्टा आइदियो भने छैन सार गरे अब तल गएर मिसिन चलाइदेऊ ला पानी यहाँ पठाउने माथि सिमेन्ट ल्याउनु पर्यो नि त सिमेन्ट हैन अब फिटेको मसला ए फिटेको मसला राख्ने यसमा पोल्ने तल सिमेन्ट र बालो फिटिसकेको छ नि त फिटिसकेको छ यो के आएको यो हरियो हरियो जस्तो कुन त्यसमा आइरहेछ नि त्यसै वाटरप्रुफको कलर हो त्यो यो 5 रुपैयाँ
यता बाहिरको पनि निकाल्नु हुन्छ हो अहिले यो तातै पखाले हाल्यो भने पखालेको हुन्छ अहिले जाम भयो भने अनि कात्रक 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 भयो ओइ भयो भाइलो यसलाई यसो गर्ने कि दाइ अलिकति 1 इन्ची जति उठाएर अनि यतापट्टि आउने त्यो ठ्याक्क तल जस्तो नगर्ने 1.5 इन्ची उठाएर अनि पानी चाहिँ यतै तर्किने गरी स्लोप ठ्याक्क त्यसरी नै जाने कि टङ्गिन नबनाउने यहाँबाट उचाल्दै लगेर यहाँ आउँदा 1 इन्ची जति उठ्यो भने यसलाई अनि डम्म छोप्यो नि त कि यहाँनिर अलिकति बरु बालुवा अलिकति बढी राखेर पहिला त्यो राख्ने अनि यो त्यो चिप्स त घोट्दाखेरि त्यसैमा निस्किहाल्छ नि यहाँको पानी उता नजाने नजाने जान पनि जानेन अनि यति पनि देख्दैन क्या यो यति ठ्याक्क यो यतिको उठेर त के हुँदैन त्यति त सिधै आउँदा पनि त्यो ठोकिहाल्दैन नि त्यो उता आउँदा ठोकेर केही भएन यताबाट जाँदाखेरि हल्का ऊ भन्छ अब त परसम्म निकालौँ भने त्यहाँ अब अडिँदैन त्यहाँसम्म अड्याउने हो भने त्यो अब धनान गरे जस्तो गर्यो भने त्यो पनि अब रस चुइहाल्छ उता त समाउँदैन उता गर्ने बित्तिकै त यहाँ सिँढी अग्लो हुन्छ नि उहाँदेखि अग्लो हुन्छ काम छैन यिनीहरू पनि अझ डिल राख्नु नहुने हामीले डिल राख्नु 1 इन्ची चाहिँ त्यो हुन्छ 1 इन्ची राखेर यो एउटा कुरा नि सक्यो हाम्रो ढलान चुयो होइन ढलान चुयो ठेकदारहरू बद्नुलाई चाहिँ के भन्ने रहेछ भने परामर्शन गरे हुन्छ भनेर भन्ने रहेछ है मुखले चाहिँ के अनि परामर्शन गऱ्यो 2 वर्ष 3 वर्षलाई त हुने रहेछ त्यहाँदेखि फेरि चुयो पहिलाको ढलान चुहेको चुहेको हुँदो रहेछ मैले तल सेयर फार्ममा गरिदिएको है परामर्शन गरौँ भनेर भने यो मैले सम्भव चाहिँ देखाएको छैन तर हुन्छ भने गरिदिउँला नि भनेर भने कुन तरिकाले गर भनेर भने मैले अनि पहिला 1 लेयर प्लास्टर गर अरे 2-1 को मसला बनाएर 2-1 भनेको यही सरा हुन्छ डबल गरेर 2-1 भनेको 1 वर्षमा पनि दुई थुन्चे मात्रै बालु हाल्ने त्यस्तो गरेर ठ्याक्क हाफ इन्ची जस्तो पुरै प्लास्टर गरिदियो है हजुर प्लास्टर गरिसकेपछि कोरा गरिदिनु यहाँ माथि भनेर भनेर कोरा गरिदियो अनि त्यहाँ माथि मसिनो गरिदियो मैले त्यसलाई एकचोटि टक्क हेरौँ न अनि त्यहाँदेखि मसिनो पनि गरिदियो त्यो जम्मा 5 वर्ष आयो हुँदो रहेछ त्यस्तो गऱ्यो भने त हेर्नु किनभने प्लास्टर माथि कोरा राख्यो नि त्यो कोरा प्लास्टर नउब्किने रहेछ कोरा जति बाङ्राङ बुङ्रुङै आउने रहेछ कि त्यो चिल्लो भाग बढी भयो नि यो माथि अहिले हामीले कोरा राख्यो भने यो 1 इन्ची भन्दा कम भयो भने फक्कै उब्किहाल्ने रहेछ 5 वर्षमै उब्किने रहेछ 1 इन्ची 2 इन्ची जसम्म माल बाक्लो राख्न सक्यो भने चाहिँ अलिकति 8-10 वर्ष हुने रहेछ नत्र भने नहुने रहेछ त्यो भएन भनेर फेरि पनि त्यही साउले के गरौँ भनेर भन्यो फेरि हाम्रो भेनाजी दावा भेनाजीले ल अब अडेदेखि एउटा उपाय छ उ गर्ने परामर्शन गर्ने त्यो सबै उपाय फालेर भनेर त्यो सबै उपाय फालेर परामर्शन फेरि दावा भेनाकै तरिकाले गरिदियो अहिले 7 वर्ष भयो फेरि यसपालि चुहिएछ अहिले चुह्यो फेरि चुह्यो 7 वर्ष टिके जम्मा दावा भेनाले भनेको आइडियाले चाहिँ
अब कोरा मसिन कस्तो गर्यो भने हामीले यस्तै चिपिङ गरेर जति गरेर डाउन चिपिङ गर्यो अनि त्यहाँदेखि घोला हाल्यो भुइँमा है पहिल्यै घोला हाले पहिला पहिला घोला हालेर अनि मात्रै चिपिङ राख्यो होला पहिला घोला हालेर मात्रै अनि चिप गरेर यहाँ पनि त्यही हो घोला हालेर अनि चिप राख्यो हो हामीले हो यहाँ पनि त्यही त जहाँ पनि त्यही त नि घोला हालेर गऱ्यो भने त तल त बसिरहेको छ नि हजुर अनि त्यहाँदेखि घोला हालेर चिप हाल्यो हो हामीले यहाँ कोरा राख्यो ए त्यसो भए त त्यसो भए त धेरै सपोर्ट हुन्छ ल खसी अनि त्यहाँदेखि खोला नहालिकन त हुँदैन नि खोला नहालिकन त यो चिपलाई सपोर्ट त केले त होइन खोइ अनि त्यहाँदेखि घोला त्यो नभए त्यतिकै बसिराख्छ होइन त्यसलाई समाउनु त चाहियो अनि त्यहाँदेखि फेरि घोला हालेर अनि त्यहाँदेखि चिप हालेर अनि फेरि कोरा मसिनो गरिदिएको है कोरा मसिनो चाहिँ हामीले यस्तै 2 एकले नै गर्यो त्यो बेलदेखि अनि त्यहाँदेखि 2 एकले गर्न थाल्यो नत्र 1 एकले गर्थ्यो कोरा मसिनो यो मसिनो चाहिँ के यो जुन 1 एकले 1 बोरा सिमेन्टमा 1 थुन्ची मात्रै हालेको थियो पहिला अनि त्यो 2 एक गरिसकेपछि फुट्ने कम भयो के कौसी चिर फुट्ने तर झङ्राङ र झुङरुङ त्यो भ्याउता मुख ज त परेर नजाने त्यो भइसकेपछि यो चाहिँ गर्नुपर्ने रहेछ भनेर अनि त्यहाँदेखि 2 एकको मसला बनाएर गरेको अलिअलि ठाउँमा चिरचिर भएको थियो कि त्यो चिरचिर भएको ठाउँबाटै चाहिँ पानी चुहियो है यसपाला भनौँ न त्यो पहिलाको चुहिएको ठाउँबाटै चुहियो कि अनि यसपाला चुहियो अनि त्यहाँदेखि अब के गरौँ त भनेर हिजो मलाई सोधेको थियो हजुर अनि मैले चाहिँ अब बेनाजुले चाहिँ मलाई नसोध्नु मैले अब कामै छोडिसक्यो म त अब उता हाजिरातिर किनेको छ मेरो फुर्सद पनि छैन मैले होइन भाइ भनेर भनेपछि त्यही साव आएर अनि फेरि मलाई सोधेको थियो हजुर मैले चाहिँ अब माथि कौसुम टस हालिदिनु भन्यो लास्ट उपाय ट्रस्टै हो कि अब यो माथि पनि छाना ट्रस्ट हाल्नलाई पैसा पुग्ने गरी त्यहाँ गइसकेको हुन्छ हजुर ला अनि त्यहाँदेखि त यो माथि पनि छाना उठाएपछि त हजुर अब त्यो अनि जस्ता बढ्दा पानी त बाहिर गयो होइन भित्र पानी नै आएपछि कहाँबाट चुहिने थियो अनि मैले चाहिँ लास्ट उपाय त्यही सिकाएको थिएँ त हो सबभन्दा राम्रो उपाय लास्टमा मान्छेले लास्टमा ट्रस्ट किन हाल्दैन त्यसैको लागि हो कि चर्के गर्छ त्यो घरको डक्टर भन्ने मान्छेलाई देखाउँदा ट्रस्ट हाल्ने पैसा उनीहरूलाई जान्छ एउटा कोठा बन्ने भयो ट्रस्ट हालिसकेपछि हल्का हिसाब गर्ने हो भने उस्तै भयो अनि एउटा तल्ला कोठा त बनिसक्यो अब यहीँ पनि बस्न मिल्यो ट्रस्ट हालेपछि त्यस्तो भयो त्यो भएर अनि मैले यसपालिदेखि चाहिँ अनि टस हाल्दिनँ अब विकल्प उपाय छैन भनेर भन्नु पहिला ढलान चुहिसकेपछि जे गरे पनि चुहिया हुँदो रहेछ टाइला हाल्दा चुहिने टाइल हाल्दा चाहिँ अलि चुहिँदैन होला दाइ चुहिने त्यो साइडबाट चर्केपछि गयो क्या त्यो पनि टाइलको पनि यस्तो हुन्छ नि अब यहाँ हाल्यो हामीले होइन अनि यहाँ स्कर्टिङ हालिदिया हुन्छ अनि त्यो स्कर्टिङको चेपमा त सबै ठाउँमा पुटिङले मात्रै काम गर्ने हो अनि कुनै ठाउँमा त पुटिङ अब दल्दाखेरि चेपभित्र राम्रो गरेर नपसेको ठाउँमा त त्यो पनि राम्रो गरेर पसे पनि पुटिङको पनि डेट हुँदो रहेछ 4-5 वर्ष अनि 4-5 वर्ष पछाडि त भित्र पानी गएपछि त जुन ठाउँबाट चुहिया छ त्यही ठाउँबाट चुहिएन कि अन्तबाट त त्यो चुहिया छैन चुह्दै नचुनी त्यो घरको डक्टरलाई बोलाएर खर्चै गर्ने हो भने घरको डक्टरलाई बोलाएर त्यो पम्प गर्नेवाला हुन्छ नि पम्पले चाहिँ सबैतिर फिजाउँछ कहाँ त्यो खाली पाल्छ त्यहाँबाट पिर निकाल्छ कि यस्तो घोल हालेर उनीहरूले त्यो गर्छ त्यो घरको डक्टरले गराउँदाखेरि चाहिँ ठाउँमा पाल पारेर हेर्छन् होइन अनि त्यो प्रेसरले पानी कहाँबाट छिर्छ त्यो पहिला थाहा पाउँछन् अनि त्यहाँ चाहिँ तिनीहरूले चाहिँ घोला भित्र पठाउँछ सबभन्दा अब गर्ने नै हो भने खर्चिलो गर्ने हो भने त्यो चाहिँ हो